हेलो वेलकम ब्याक सबैजनालाई। आज पनि म आज धान रोप्न जाने हो, जान लागेको। आज चाहिँ हामी हिजोको थोरै थियो अनि धान रोप्न जाने आज चाहिँ टक्क लागेर। हजुरको घरतिर पनि धान रोप्ने बेला भइसक्यो कि भइसकेन? हाम्रोतिर त पुरा मुनितिर त पानी पुरा जमेर बस्छ अनि छिट्टै रोपिन्छ। हामीले चाहिँ टक्क वहीँ धानबारीमा गएर धान रोपेर भिडियो बनाउँछु गाइस। अब खत्रै परिन्छ फेरि हामी फेरि धान रोप्नेमा कति गाइस, वहीँ धानबारीमै गएर भेटौँला। आज चाहिँ थोरै भने रोप्न सिक्न पर्यो, आज फर्स्ट टाइम पनि हो। टक्क धानबारीमा नै आइसक्यो गाइस। मैले चाहिँ त्यहाँ फाल्दै हुनुहुन्छ यस्तो हो। डेन्जर हिलो हो यार, गादिन्छ यार, ट्र्याक्टरै गादिन्छ खेतमा त यार। आज चाहिँ भिडियो बनाइदिनु पर्यो क्या। ल मम्मीले रोप त एकपल्ट, तिमीले फास्ट रोप्छौ के अरे, हामीले त सकिन्न यार। यो चाहिँ अब सथन पथन गर्दै यसलाई लाग्छ 1 घन्टा जति, 1 घन्टा 1.5 घन्टा जति लाग्छ। डेन्जर गइरहेको कि गाइस। ल हेर्नु, खुट्टा गाड्छु म। यति त गाडिदिन्छ, अझ यहाँ त थोरै हो भनौँ न। अझ अलि उता त गाडिदिन्छ मान्छे, यति गाडिदिन्छ क्या। अब फेरि यो खेतमा पुरा माछा पनि पाइन्छ है के त। माछा पनि पाइन्छ, त्यो हिले माछा, भोती माछा पाइन्छ। पुरै यतादेखि यो खेत कताको, यो खेत अनि यो खेत, यो खेत, अनि यता नि छ यो खेत, अनि यो खेत। यहाँ हामीले रोप्छौँ। अझ उतैसम्म छ, हिजो रोपिसकेछन् टन्नै। हेर्नु न गाइस, ल हेर्नु त, यति गाडिदिन्छ कि। ल घुँडा यहाँ छ कि, ल यति गाडिदिन्छ त। अनि धान पनि हिजो उहिलेको मरिसकेको थियो यार। मधेर खट्टाहरू हावा त यहाँसम्म पुग्नलाई होइन, यहाँ एउटा प्लेनैमा पुरै गर नि फर्केर आइदिन्छ। कति बेर लाग्यो यो काम नलाग्ने रहेछ यार। यो धानलाई फालिदिनुपर्छ क्या। अर्को चाहिँ मोबाइल त खत्रै तातो खत्रै। अब मोबाइल खस्यो भने त सिधै पानीमा आऊ गाइस, सिधै पानीमा आऊ। मुठिया यति समात्ने, रोप्ने बेला एउटा हो। सकिन्न हेर, त्यता रोप्न गरिखान गाह्रो छ, गाह्रो छ। एउटा यसो बिहा गर्नुपर्छ के भनेको यार, फेरि झन् गाह्रो हुन्छ यार है। रोप्न त रोप्यो गाइस, कहाँ रोप्यो यार। हाम्रो मम्मी चाहिँ लास्ट फास रोपिदिनुहुन्छ है गाइस। गाडिदियो यार, नजाने यार। हाम्रो मम्मीले रोपेको हेर्नु है गाइस, कस्तो रोपिदिनुहुन्छ। त्यति गहिरो छ क्या पुरा खेतै। खेत नि लास्ट गहिरो छ, ट्र्याक्टर पनि यहाँ फस्यो भने निक्लिनै गाह्रो छ क्या यो खेतमा। फेरि गाई कति फास्ट रोप्दिरहन्छ मम्मीले चाहिँ। फ्याट 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 अन्नुहुन्छ क्या हामी त। फ्याट 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 फ्याट। हामीले रोप्न लाग्यो भने त अब फेरि जान्छ। फेरि 1.5 घन्टामा यति छेउ पात पनि सकिन्न। छ्याक 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 छ्याक। अब उता रोप्दै गएको थियो, अब यता रोप्दै जान्छु।
ये मुथा फुकाउन नि आउनु यार। ल है गाइस, अब चाहिँ ट्याक्क लाएर ट्याक रोप्ने हो। ट्याक रोपेर लङ्का पुग्दिने अब चाहिँ एकछिनमा। छ्याक रोप्दिने। हाम्रो खेतमा चाहिँ माछा पनि पाइन्छ है, त माछा मार्ने भयो तर धान नमारिकन मार। ढाड चाहिँ यार अचम्मै दुख्ने क्या यार। यस्तो फास्ट हो कि के त, यति फास्ट हो यार, यति फास्ट रोपिन्छ कि पुरै छोडिदियो यार। पोखरा कम्पिटिसनमा गएर एउटा गोरु नै पाएको मैले के त, त्यो गोरुले हो जोत्ने ए। फाइनल्ली गाइस सकिसक्यो है, धान रोपेर पनि हल्का छ, अब चाहिँ धेरै चाहिँ छैन, थोरै छ यार। यहाँ त पुरा क्या अब यहाँ सुन उम्रिँदा चाहिँ क्या खतरा तेल उम्रे जस्तो क्या तल्किने क्या अब। यी कस्तो होला यार, मन पनि वहाँ पुग्नु भइसक्यो, टुप्पामै हुनुहुन्छ। अब यति सकेर चाहिँ घरतिर जान्छ, घरतिर गएर अब खाजासाजा खाने बेला पनि भइसक्यो। बकेता हो घरमा पनि आइसक्यो, अब टक्क लागेर चटपट खानुपर्छ। अब चाहिँ चटपट बनाउने कुरा छ। चटपट खाने भनेको पुरै पानीमा रुच्यो क्या, पुरै जस्तै भइयो नि यहाँ पानीले यार। आलु मसला चाहिँ चटपट खान्छ, टक्क लाएर यसकीमा आएन क्या त, पुरा हामीमा बिस्तारा चढिरहेन ऊ चाहिँ हेर न, उहाँ बिस्तारा चढेर यसकीमा हेर त कति बिन्दास छ। ल तमी सिट भन्दा त सेत बसिछस्, के भन्ने त नि तँलाई के बुझ्छस् त नि, नमस्ते गर, ल नमस्ते गर। बुझ्दैन कि ल। गाइस लिएर आइयो खानेकुरा पनि, ए खानेकुरा कि चटपट बनाउने कुरा पनि लिएर आइयो। मुखै भड्किँदा क्या यदि घरिघरि। धेरै पैसा त थिएन, यही चाउचाउ भुजासुजा लिएर आएको छु। अरू चाहिँ यहीँ छ सामानहरू, अस्ति नै बनाएर खाएको सामानहरू चाहिँ यतै पनि छ। प्याज अनि मसला जम्मै छ कि यहाँ, अस्ति भर्खरै बनाएर खाएको। अनि अब चाहिँ टक्क बनाइन्छ हामीले। आलु पनि त्यो बसालिरहेको छन् मम्मीले। अनि पानी पनि फेरि दिनदिन ठुलो परिदिरहेको छ कि क्या त, ये पानी दिनदिन परिदिरहेको क्या। मैले फेरि जहिले बनाउने बेला पनि पानी नै पर्छ यार, अस्ति नै डह्रो परेको थियो यार। अनि बत्ती नै गइदिन्छ है। ये लास्टको भुत्लै फाल्दै रहन्छ यार। ये तिमीले काट्यौ नि त, तिमीले आफ्नो भाग हाल्यौ, मैले आफ्नो भाग हालेँ। अनि यो त भित्रको त फेला फुट रहेछ क्या यार।
यो चाहिँ हाम्रो स्पेसल है गाइस, स्पेसल यहाँ लुकाएर राखेको जादु मन्त्र हो यहाँ। है मन्त्र यो चाहिँ बिरेनुन हो। अनि यो चाहिँ यहाँ चाहिँ अस्ति भर्खर बनाएर खाएको नि त चटपट, त्यही भएर यहाँ पनि छ क्या हाम्रो मसला। यस्तो छ क्या मसला, यति दामी छ यार जादु मन्त्र। थोरै हाल है, धेरै नहाल है। कालो मसला धरिएछ फेरि माग्नु पर्यो त्यसलाई, फेरि आगो हरेको छ नि भनाइ, हरेको छ नि भन्छ भयो। खाइसक्यो है, अब भोक लाग्यो खाइदिने, यो कसैलाई सम्झिने मानिनु छैन, खाइदिने। नुनै धेरै भयो नुन चाहिँ मलाई हाल्न दिँदै, मम्मीले धेरै नहाल भन्यो, त्यही पनि भयो त्यो कम पनि हो। खुर्सानी थिएन क्या, छ भने चलाएको भए यसलाई बिस्कुट देऊ नि त, कहिले खानुहोस् क्या। खुर्सानी पाउने त भाग्यमानी जस्तो भयो त यार, एउटा पऱ्यो यार। ल गाइस, आजको पनि भिडियो यहीँ सकियो। सो आज धान सान पनि खनियो, पुरा टिबुस रहेछ कि धान खन्ने भन्दा पनि त्यो क्यारे मेला समाउनु पर्ने रहेछ। अनि डह्रो थाक्यो छ, हातहरू पनि डह्रो गलेछ। अब चाहिँ घर पनि सुत्तिसक्यो, अब भातसात खान्छ टक्क लाएर अनि सुत्नु पर्ला बिस्तारै। त्यो गाइस सपोर्ट गरिराखौँ है, माया देखाइराखौँ। मैले अब खतरा भिडियो त भन्न सकिन्न, अब जे हो त्यही के अब नेचुरल भ्लगहरू आउँछ, त्यस्तो प्रोफेसनल पनि होइन हामी चाहिँ। अब फेरि भिडियो एडिट गर्नुपर्ने छ, अनि पानी पनि परिरहेको छ। अझै पानी पऱ्यो भने चाहिँ माछा पनि डह्रो मार्न गइन्छ हामी चाहिँ। माछै मारेको भिडियो आउँछ होला पछि चाहिँ, अब असार पनि लागिसक्यो। अनि
माछा चाहिँ मार्नुपर्छ अनि मारेर पक्क देखाउँछु। त्यही हो। ल गाइस, गुड नाइट। सबैजनालाई टाटा बाई बाई भन्दै आजको भिडियो यति नै। सबलाई नेक्स्ट भिडियोमा चाँडै भेटौँला भन्दै आजको लागि यति।